साथीहरु नमस्कार, मेरो एसएनटी किड्स युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आजको भिडियो रहेको छ वनरक्षकको एकदम महत्त्वपूर्ण आउन सक्ने नमुना प्रश्नहरु उत्तर सहित। सो भिडियो सुरु गर्नुभन्दा अगाडि च्यानललाई सब्स्क्राइब गरिदिनुहोला र भिडियोलाई लाइक गरी आफ्नो साथीभाइहरुसँग शेयर गरिदिनुहोला। नम्बर 1 मा रहेको छ, सबैभन्दा कम वन क्षेत्र भएको प्रदेश कुन हो? क कोशी प्रदेश, ख कर्णाली प्रदेश, ग बागमती प्रदेश, ग मध्य प्रदेश। यसका सही उत्तर हो नम्बर ग, मध्य प्रदेश। यसै गरी 2 नम्बरमा छ, सबैभन्दा बढी जिल्लामा फैलिएको संरक्षित क्षेत्र कुन हो? क बाँके राष्ट्रिय निकुञ्ज, ख अन्नपूर्ण संरक्षण क्षेत्र, ग चितवन राष्ट्रिय निकुञ्ज, ग खप्तर राष्ट्रिय निकुञ्ज। यसका सही उत्तर हो नम्बर ख, अन्नपूर्ण संरक्षण क्षेत्र। नम्बर 3 म रहेको छ, दिएको मध्ये कुन चाहिँ सिमसार क्षेत्र होइन? क कोशीटप्पु सिमसार क्षेत्र, ख चितवन सिमसार क्षेत्र, ग माइपोखरी सिमसार क्षेत्र, ग 20,000 ताल सिमसार क्षेत्र। यसका सही उत्तर हो नम्बर ख, चितवन सिमसार क्षेत्र। यसै गरी 4 म रहेको छ, विश्वको अधिकांश देशमा पाइने चरा कुन हो? क भँगेरा, ख बी हमिङबर्ड, ग कारे भ्याकुर, ग सुतुरमुर्ग। यसका सही उत्तर हो नम्बर क, भँगेरा। नम्बर 5 राष्ट्रिय निकुञ्जले नेपालको कुल क्षेत्रफलको कति भूभाग ओगटेको छ? क 11,806.2 वर्ग किलोमिटर, ख 5,687.78 वर्ग किलोमिटर, ग 15,425.95 वर्ग किलोमिटर, ग 1,325 वर्ग किलोमिटर। यसका सही उत्तर हो नम्बर क, 11,806.2 वर्ग किलोमिटर। यसै गरी 6 मा रहेको छ, सबैभन्दा पछि विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा कुन हो? क सगरमाथा राष्ट्रिय निकुञ्ज, ख चितवन राष्ट्रिय निकुञ्ज, ग पशुपति क्षेत्र, ग लुम्बिनी क्षेत्र। यसका सही उत्तर हो नम्बर ख, चितवन राष्ट्रिय निकुञ्ज। नम्बर 7 सुन्दर, निसन्देह र आकर्षक जनावर भनेर चिनिने जनावर कुन हो? क कस्तुरी मृग, ख हात्ती, ग बाघ, ग चितुवा। यसका सही उत्तर हो नम्बर ग, बाघ। 8 म रहेको छ साथीहरु, नेपालको पहिलो वन संरक्षण क्षेत्र कुन हो? क काके बिहार, ख बसन्ता, ग बरण्डाबार, ग पञ्चासे। यसका सही उत्तर हो नम्बर ग, ककेतिहार बिहार। नम्बर 9 म सोधेको छ, काठ वा रुखमा टाँचा लगाउने कार्यलाई के भनिन्छ? क मुछान, ख कटान, ग छपान, ग घाटगद्दी। यसका सही उत्तर हो नम्बर ग, छपान। नम्बर 10 कतिवटा जिल्लामा 2 वटा वन डिभिजन कार्यालयहरू रहेका छन्? क 5 वटा, ख 4 वटा, ग 6 वटा, ग 7 वटा। यसका सही उत्तर हो नम्बर ग, 7 वटा। नम्बर 11 को छ, चुरे संरक्षण क्षेत्रको घोषणा कहिले गरिएको हो? क विक्रम सम्वत 2071 असार 3, ख विक्रम सम्वत 2071 असार 4, ग विक्रम सम्वत 2071 असार 5, ग विक्रम सम्वत 2071 असार 6। यसका सही उत्तर हो नम्बर क, विक्रम सम्वत 2071 असार 3 गते। यसै गरी 12 मा सोधेको छ, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कति उचाइमा अवस्थित छ? क 1,03,276 मिटर, ख 1,208,598 मिटर, ग 1,366,2,732 मिटर, ग 1,0804,048 मिटर। यसका सही उत्तर हो नम्बर ग, 1,366 मिटरदेखि 2,732 मिटर। नम्बर 13 ग्रीन बेल्ट मुभमेन्टको अभियन्ता तलका मध्येको हुन्? क सुन्दरलाल बहुगुणा, ख मुकेश चालिसे, ग भैया खनाल, ग बाङदारी माथाई। यसका सही उत्तर हो नम्बर ग, बाङदारी माथाई।
यसै गरी 14 म रहेको छ। नेपालमा कति प्रकारका वन्यजन्तुको शिकार खेल्न पाइने व्यवस्था छ? क 9, ख 27, ग 8, ग 10। यसका सही उत्तर हो नम्बर ग 10 प्रकारका। नम्बर 15 को ध्यान दिएर हेर्नुहोला। बोलिया काठको आयतन निकाल्ने सूत्र तलका मध्ये कुन हो? क आयत बराबर गोलाई इन्टु गोलाई इन्टु लम्बाई अपन 12 इन्टु 12 इन्टु 16 बराबर आयतन घन फिट। ख आयत बराबर गोलाई इन्टु गोलाई इन्टु लम्बाई अपन 16 बराबर आयतन घन फिट। ग आयत बराबर गोलाई इन्टु लम्बाई अपन 100 इन्टु 100 इन्टु 16 बराबर आयतन घन फिट। ग माथिका सबै। यसका सही उत्तर हो नम्बर ग माथिका सबै। यसै गरी नम्बर 16 म रहेको छ। वनमा पाइने वनस्पतिहरूको साइज, संख्या तथा वन पैदावारहरूको अवस्था आदिको जानक नापजाँच वा लेखाजोखा गर्नुलाई के भनिन्छ? क स्याम्पल प्लट, ख वन स्रोत सर्वेक्षण, ग स्रोत नक्सा, ग स्याम्पलिङ इन्टेन्सिटी। यसका सही उत्तर हो नम्बर ख वन स्रोत सर्वेक्षण। नम्बर 17 जिल्ला वन पैदावार आपूर्ति समितिको अध्यक्षको हुने व्यवस्था रहेको छ? क डिभिजनल वन अधिकृत, ख प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृत प्रतिनिधि, ग जिल्ला समन्वय अधिकारीले तोकेको अधिकृत प्रतिनिधि, क जिल्लास्थित प्रदेश सरकारको लेखा सम्बन्धी विषय हेर्ने कार्यालयको प्रतिनिधि। यसका सही उत्तर हो नम्बर क डिभिजन वन अधिकृत। यसै गरी नम्बर 18 म सोधेको छ। धमिराको शत्रु भनेर चिनिने जनावर कुन हो? क हुडार हाइना, ख हाब्रे, ग कृष्णसार, क सालक। यसका सही उत्तर हो नम्बर ग सालक। नम्बर 19 सालको बिउ कति समयसम्म सजीव रहन सक्छ? क करिब 7 दिन, ख करिब 15 दिन, ग करिब 1 वर्ष, ग करिब 4 वर्ष। यसका सही उत्तर हो नम्बर क करिब 7 दिन। नम्बर 20 सुदूरपश्चिम प्रदेशमा कतिवटा संरक्षित क्षेत्रहरू रहेका छन्? क 5 वटा, ख 4 वटा, ग 6 वटा, ग 3 वटा। यसका सही उत्तर हो नम्बर ग 3 वटा। नम्बर 21 पारिस्थितिकीय प्रणालीका हिसाबले नेपाल विश्वको कतिऔं स्थानमा पर्छ? क 114, ख 118, क 136, ग 80। यसका सही उत्तर हो नम्बर ग 136 स्थानमा पर्छ। नम्बर 22 विश्वको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो? क येल्लोस्टोन नेशनल पार्क, ग नर्थ इस्ट ग्रिनल्यान्ड नेशनल पार्क, ख हेमिस नेशनल पार्क, ग कबीर नेशनल पार्क। यसका सही उत्तर हो नम्बर ग येल्लोस्टोन नेशनल पार्क। नम्बर 23 तलका मध्ये कुन चाहिँ जडीबुटी प्रजाति हो? क सिसौ, ख पयु, ग चिराइतो, ग कर्मा। यसका सही उत्तर हो नम्बर ग चिराइतो। नम्बर 24 वन ऐन 2076 बमोजिमको कसुर हुन लागेको सुराग दिने वा अपराधी पक्राउ गर्न सहयोग गर्न व्यक्तिलाई कसुरदारलाई हुने जरिवानाको कति पुरस्कार स्वरूप दिइने व्यवस्था गरिएको छ? क 25%, ख 5%, ग 35%, ग 10%। यसका सही उत्तर हो नम्बर ग 10%। नम्बर 25 राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मार्फत संरक्षण तथा व्यवस्थापन हुने संरक्षित क्षेत्रको संख्या कति रहेको छ? क 12, ख 16, ग 3, ग 1। यसका सही उत्तर हो नम्बर ख 16 वटा। नम्बर 26 चिटको आन्दोलन कहिलेबाट भएको थियो? क सन् 1977, ख सन् 1971, क सन् 1973, क सन् 1983। यसका सही उत्तर हो नम्बर ग सन् 1973। यसै गरी नम्बर 27 म रहेको छ।
चिरान काठको आयतन निकाल्नका लागि तल दिइएका मध्ये कुन चाहिँ सूत्र प्रयोग गर्नु उपयुक्त हुन्छ? क आयत बराबर गोलाई इन्टु चौडाई इन्टु मोटाई अपन 12 इन्टु 12 बराबर आयतन घन फिट। ख आयत बराबर गोलाई इन्टु चौडाई इन्टु मोटाई अपन 100 इन्टु 100 इन्टु 100 बराबर आयतन घन फिट। ग आयत बराबर गोलाई इन्टु चौडाई इन्टु मोटाई अपन 12 इन्टु 12 इन्टु 16 बराबर आयतन घन फिट। क र ख दुवै यसका सही उत्तर हो नम्बर ग। क र ख दुवै नम्बर 28 को ध्यान दिएर हेर्नुहोला, यसमा रहेको छ। जोडा मिलाई विकल्पबाट उपयुक्त कोड छनौट गर्नुहोस्। अ वनमा गस्ती गर्ने मुख्य कार्य साथीहरू यसकै हो वन रक्षक। आ वन पैदावारमा टाँचा सिल लगाउने कार्य साथीहरू पाँचौं तह वन प्राविधिक हो। यी सुराकी परिचालन गर्ने अधिकार यसकै डिभिजनल वन अधिकृत हो। यी खानतलासी गर्ने चौथो तह वन प्राविधिक हो। यसका सही उत्तर हो नम्बर ख। नम्बर 29 सगरमाथा, मकालु बरुन, बर्दिया र चितवन राष्ट्रिय निकुञ्जहरू मध्ये सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो? क सगरमाथा, ख मकालु बरुन राष्ट्रिय निकुञ्ज, ग बर्दिया राष्ट्रिय निकुञ्ज, क चितवन राष्ट्रिय निकुञ्ज। यसका सही उत्तर हो नम्बर ख मकालु बरुन राष्ट्रिय निकुञ्ज। नम्बर 30 बाघ गणना कति वर्षको अन्तरालमा गरिन्छ? क 4 वर्ष, ख 5 वर्ष, क 3 वर्ष, क 10 वर्ष। यसका सही उत्तर हो नम्बर क 4 वर्षमा। नम्बर 31 जैविक विविधताको हिसाबले नेपाल विश्वको कति औं स्थानमा पर्दछ? क 25 औं, ख 52 औं, ग 11 औं, क 13 औं। यसका सही उत्तर हो नम्बर ख 52 औं। नम्बर 32 सबैभन्दा बढी पारिस्थितिक प्रणाली रहेको संरक्षित क्षेत्र कुन हो? क अन्नपूर्ण संरक्षण क्षेत्र, ख लामटाङ राष्ट्रिय निकुञ्ज, ग रारा राष्ट्रिय निकुञ्ज, क सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज। यसका सही उत्तर हो नम्बर क अन्नपूर्ण संरक्षण क्षेत्र। नम्बर 33 नेपालमा कतिवटा मध्यवर्ती क्षेत्रहरू रहेका छन्? क 12 वटा, ख 6 वटा, ग 13 वटा, क 2 वटा। यसका सही उत्तर हो नम्बर ग 13 वटा। नम्बर 34 मनास्लु संरक्षण क्षेत्र कति उचाइमा अवस्थित रहेको छ? क 2800 8848.8 मी सम्म, ख 435 8463 मी सम्म, क 600 8163 मी सम्म, क 1000 8091 मी सम्म। यसका सही उत्तर हो नम्बर ग 600 देखि 8463 मिटरसम्म। नम्बर 35 कोशी प्रदेशको आर्थिक सर्वेक्षण 2080-81 अनुसार कोशी प्रदेशमा कतिवटा सामुदायिक वनहरू रहेका छ? क 3711 वटा, ख 3645 वटा, ग 3037 वटा, क 3976 भए। यसका सही उत्तर हो नम्बर ग 3711 वटा। नम्बर 36 राष्ट्रिय प्राकृतिक संरक्षण कोषले संरक्षण तथा व्यवस्थापन गर्ने संरक्षित क्षेत्र तलका मध्ये कुन होइन? क अन्नपूर्ण संरक्षण क्षेत्र, ख मनास्लु संरक्षण क्षेत्र, ग गौरीशंकर संरक्षण क्षेत्र, क कञ्चनजङ्घा संरक्षण क्षेत्र। यसका सही उत्तर हो नम्बर ग कञ्चनजङ्घा संरक्षण क्षेत्र। नम्बर 37 रुखको व्यास नाप्ने सही तरिका तलका मध्ये कुन हो? क 1.3 मिटरमा गाँठागुठी भएमा गाँठागुठी भन्दा केही तल वा माथि व्यास मापन गर्ने, ख 1.3 मिटर भन्दा तलबाट हाँगा फाटेको भएमा दुवै हाँगाको 1.3 मिटरमा व्यास मापन गरेर हिसाब, ग 1.3 मिटरमा हाँगा फाटेको भए हाँगा फाटेको भन्दा अलिकति तलबाट रुखको व्यास मापन गर्ने, क माथिका सबै। यसका सही उत्तर हो नम्बर ग माथिका सबै। नम्बर 38 राष्ट्रिय बाघ संरक्षण समितिको अध्यक्ष संयोजकको रहने व्यवस्था रहेको छ? क प्रधानमन्त्री,
ख वन तथा वातावरण मन्त्री, ग महानिर्देशक प्राणी तथा वन्यजन्तु संरक्षण विभाग, क डिभिजनल वन अधिकृत। यसका सही उत्तर हो नम्बर क प्रधानमन्त्री। नम्बर 39 जैविक विविधता सूचना केन्द्र कहाँ रहेको छ? क पोखरा कास्की, ख जनकपुर धनुषा, क टिकौली चितवन, क गोदावरी ललितपुर। यसका सही उत्तर हो नम्बर ग टिकौली चितवन। नम्बर 40 वन विभागको स्वीकृति बिना विदेशी निकासी गर्न प्रतिबन्धित वनस्पति तलका मध्ये कुन होइन? क जटामसी, ख सर्पगन्धा, ग ज्याउ, क 5 औले। यसका सही उत्तर हो नम्बर ग 5 औले। नम्बर 41 प्राकृतिक वातावरणको संरक्षण र प्राकृतिक स्रोतको सन्तुलित उपयोगका लागि एकीकृत योजनाअनुसार व्यय गरिने क्षेत्रलाई के भनिन्छ? क राष्ट्रिय निकुञ्ज, ख वन्यजन्तु आरक्ष, ग शिकार आरक्ष, क संरक्षण क्षेत्र। यसको उत्तर साथीहरू कमेन्ट बक्समा दिनुहोला। धन्यवाद।